लालमोहन गुलाब जामुन हजुरहरू के भन्नुहुन्छ? खाना मन लाग्ने तर म जस्तै बनाउन नजान्नेहरूको लागि यो रेसिपी एकदमै बेस्ट हुन सक्छ। त्यसैले गर्दा प्लिज भिडियोलाई जति सक्दो सेयर गरेर साथ दिनुहुन्छ भन्ने पनि आशा राखेकी छु। गुलाब जामुन बनाउने हजुरहरूको आइडिया पनि मलाई सेयर गर्नुहोला ताकि केही नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। सुरुमा एउटा भाँडामा चाहिँ आवश्यकता अनुसार फुल फ्याट दुधलाई राख्ने। यो हाफ एन्ड हाफ मिल्क चाहिँ एकदमै बाक्लो हुन्छ, मैले त्यसैले नै युज गरेँ। त्यसै गरी 1 कप मिल्क पाउडर, 2 ठुलो चम्चा सुजी राखेँ, त्यसै गरी 1 चम्चा जति घिउ राखेर सुरुमा चाहिँ मजासँग फिट्ने। यति बेलासम्म चाहिँ मैले हिट अन गरेकी छैन। सुरुमै हिट अन गर्यो भने चाहिँ यो मिल्क पाउडर, मिल्क, सुजी अनि घिउ चाहिँ राम्रोसँग मिक्स हुँदैन, डल्ला डल्ला पर्छ। त्यसैले गर्दा राम्रोसँग फिटिसकेपछि हिट अन गरेर यसलाई राम्रोसँग चलाइ पकाउनु पर्ने हुन्छ। पिठमा टाँसिहाल्छ, डढिहाल्छ। त्यसैले गर्दा एकछिन पनि छोड्न भने मिल्दैन। जति यो पाक्दै आउँछ त्यति बाक्लो हुँदै आउँछ। ल हेर्नुहोस् त, अघिनको भन्दा निकै बाक्लो भइसकेको छ। अब यति बेला चाहिँ पिठमा छिट्टै नै टाँसिहाल्छ। त्यसैले गर्दा लो हिटमा पकाउनु होला। राम्ररी पकाइसकेपछि लास्टमा चाहिँ जब यो कराईले छोड्न थाल्छ, बाक्लो हुन्छ अनि यतिको भइसकेपछि चाहिँ अझ राम्रोसँग एकैछिन पकाउने। अब यसलाई चाहिँ सेलाउनको लागि म एउटा भाँडामा निकाल्छु। सेलाइसकेपछि झनै बाक्लो हुन्छ। यतिको बाक्लो भइसकेपछि अलिकति बेकिङ सोडा राख्ने। हेर्नुहोस् त, मैले अम्लामा देखाएकी छु। बेकिङ सोडा राखेर मजाले माडिसकेपछि यसलाई छोपेर एकैछिन छोडिदिने। बेकिङ सोडा सबैतिर लाग्छ अनि मजाले फुल्छ। त्यति बेलासम्म म चास्नी बनाउँदैछु। चास्नी बनाउँदा 1 कप चिनीमा 1 कप र आधा पानी राख्ने। त्यसै गरी मिठो बास्नाको लागि मैले 2वटा सुकुमेल पनि राखेकी छु। चास्नी बनाउँदा हजुरहरूले गुलाब जामुनको क्वान्टिटी कति छ त्यो अनुसार धेरै थोरै बनाउन सक्नुहुन्छ। चास्नी उम्लिँदैछ, मैले माथिबाट अलिकति स्याफ्रोन पनि राखिदिएँ। मलाई यसको फ्लेभर असाध्यै नै मनपर्छ। त्यसै गरी हेर्नुहोस् त, यसको कलर पनि एकदमै राम्रो आउँछ। जब यो चास्नी चाहिँ पाकेर यतिको च्याप गर्ने भइसकेपछि माथिबाट एउटा कागतीको रस निचोरेर राखिदिने ताकि यो चास्नी जम्न पाउँदैन। अब यसलाई साइडमा राखेर एउटा भाँडामा चाहिँ तेल तताउने। लो हिटमा तेल तात्दै गर्छ। अब चाहिँ गुलाब जामुनको सेप दिने। कतिको सानो ठुलो गुलाब जामुन बनाउने हो त्यो अनुसार हातमा लिएर सेप दिने। सेप दिँदा चाहिँ अलिकति पनि क्र्याक हुनु हुँदैन। गोलो बनाउँदा यदि फुटेको छ भने चाहिँ फ्राई गर्दा फुट्छ। त्यसैले गर्दा यति बेला नै चिल्लो गोलो बनाउनु पर्ने हुन्छ। बाँकी रहेको सबै गुलाब जामुनको उही प्रोसेसमा आफूलाई मनपर्ने साइजमा सेप दिने अनि सेप पनि आफूलाई कस्तो मनपर्छ त्यस्तै दिन सकिन्छ। बाँकी रहेको सबै गुलाब जामुनको सेप दिइसकेपछि लो हिटमा तताएको तेल कतिको तात्यो सबैभन्दा सानो गुलाब